हेलो एभ्रिवान, वेलकम टु नेक्स्ट मिनी ब्लग। आइयो हजुरहरू पनि सन्चै नै हुनुहुन्छ होला अनि म पनि सन्चै नै छु। बर्खाको समयमा चाहिँ हजुरहरू कता कता हुनुहुन्छ? म चाहिँ घरतिरै हो। मेरो भिडियो चाहिँ हजुरहरूलाई कस्तो लाग्छ त्यो पनि कमेन्ट गरिदिनु होला। धेरैजना साथीहरूले चाहिँ सुरुदेखि नै माया गर्नुभएको छ अनि साथीहरूलाई पनि म मनदेखि नै माया दिएको हो। म चाहिँ साथीहरूलाई के भन्न चाहन्छु भने ठुलो मान्छे भन्नु, तर ठुलो चाहिँ कहिल्यै नपल्टिनु। म र मेरो साथीबीच धेरै नै फरक छ। म चाहिँ के फरक छ जस्तो एउटा इक्जाम्पल पनि दिनेछु। साथीहरू कपडा किन्ने भन्दा पहिला ब्रान्ड हेर्छन्, म चाहिँ कपडा किन्ने भन्दा पहिला आफ्नो खल्ती हेर्नेछु। यति भनेपछि त हजुरहरूले पनि बुझिसक्नु भयो होला अनि म र मेरो साथीबीच धेरै कुरा नै फरक रहेछ भनेर। आज चाहिँ मेलामा जाँदै थिएँ, एक्कासी मन्दिरमा लाइट पो बलेको देखेँ अनि लाइटमा किन यत्तिकै लाइट बाल्नु भनेर म चाहिँ लाइट निभाउनेतर्फ लागेँ। आज चाहिँ यतातिर धेरै नै ठुलो पानी परेको थियो अनि त्यतातिर चाहिँ पानी आएको थियो कि नै। बर्खाको समयमा कति बेला पानी आउँछ थाहै हुँदैन। त्यसपछि म चाहिँ आमाको घरतर्फ लागेको। आमाको घरमा पुग्न साथ बहिनीले नास्पाती तास्दै। आफ्नै गाउँघरमा फलेको नास्पाती चाहिँ धेरै नै मिठो थियो। हजुरहरू चाहिँ कोलाई नास्पाती मनपर्छ कमेन्ट गर्नु होला। बहिनीले चाहिँ कति नास्पाती मात्र काटेको मेरो पनि अनुहार देखाइदिनु भन्न पो थालिन्। साइडमा आमाले चाहिँ यसरी यो नास्पाती काट्ने भनेर सिकाउँदै हुनुहुन्थ्यो। त्यसपछि माइला अङ्कलले पनि कति अरूको मात्र खिचेको अनि मेरो पनि खिच्नु पर्यो पो भन्न थाल्नुभयो। हामी चाहिँ आज सबैजना मिलेर चाहिँ नास्पाती खाँदै थियौँ। त्यसै साथ कान्छा अङ्कलले मेरो पनि खिच्नु पर्यो पो भन्न थाल्नुभयो। अङ्कललाई चाहिँ नास्पाती पनि साह्रै नै मन पर्यो। अङ्कलले चाहिँ त्यसपछि हजुरहरू पनि नास्पाती खान चाहनुहुन्छ भने अङ्कलले पठाइदिन्छु पो भन्न थाल्नुभयो। भिडियो बनाउन बसेपछि चाहिँ एउटा कुराको चाहिँ अलिकति फाइदा नै हुँदो रहेछ, किनभने काम चाहिँ थोरै गर्नुपर्ने। मैले चाहिँ नास्पातीभरिकै सबभन्दा ठुल्ठुलो दाना पो खान्छु भन्न थालेँ। बहिनी चाहिँ पछाडि बसेर नास्पाती तास्दा तास्दा वाक्क परिसकिन्। आजको नास्पाती चाहिँ साह्रै नै मिठो थियो। मैले चाहिँ 2वटा मात्र खाएको अनि त्यसपछि मैले चाहिँ आज दिउँसोको खाजा पनि खाएन। आमाले चाहिँ कति एक्लै एक्लै खिच्छस् पो भन्न थाल्नुभयो अनि मैले चाहिँ सबैजनाको खिचे हो पो भन्न थालेँ। परिवारसँग बसेर जे कुरा खाए पनि तर धेरै नै रमाइलो हुने गर्छ। हामी चाहिँ भर्खर घरमा चाहिँ यति मात्र थियौँ अनि हामी चाहिँ अहिले यति मात्र बसेर खान थालेको। अनि आज बहिनीको चाहिँ रिजल्ट पनि थियो अनि आज बहिनीको चाहिँ राम्रो नम्बर आएर बहिनी चाहिँ पास पनि भएको छ। म चाहिँ आफूले नपढे पनि अरूलाई चाहिँ धेरै नै पढ्नुपर्छ भन्छु। बहिनी चाहिँ अलि धेरै नै लजालु थिइन् अनि बहिनीको हाँसो चाहिँ हजुरहरू कोलाई मन पर्यो। बहिनीले चाहिँ मेरो साथीहरूसँग भिडियो पुग्यो भने चाहिँ कोचिङ पो भन्छु भन्छन्। त्यसै साथ हामीले नास्पाती खाएर पनि सकिसकेको थियौँ। अब खाएर मात्र त भएन, अब सफा पनि गर्नु पर्यो। बहिनी चाहिँ जे कुरामा पनि अगाडि बढ्ने गर्छिन् अनि त्यही भएर यहाँ चाहिँ हामीलाई धेरै नै सजिलो पनि भयो। हामी त आगो नलागिन् त तिमीले डोन आएर तँ एउटा ओरियान लिएर आएर यहाँ चन्दा बिरलाई दिने हो र के अरे यार खोज लगाले ल्याइयो। म त डर लाग्छ त्यस्तो। हिजो हामीले ओरियाल पोलेको देखेर त गाउँको मान्छे सबै पो डराउनु पो थाले। आजभोलि खर्च मान्छेले होइन हैँसाले काट्छ पो भनेर सल्लाह पो हुन थाले। त्यसपछि भाइले पनि सर्टिफिकेट पो लिएर आइसक्यो अनि भाइ चाहिँ धेरै नै खुसी थियो अनि टाढैबाट सर्टिफिकेट पो देखाउन थाल्यो। बाई बाई गाइज, हामी फेरि अर्को भिडियोमा भेट्नेछौँ अनि हजुरहरूले चाहिँ यस्तै साथ सपोर्ट गर्न चाहिँ नछोड्नु होला।